स्वागत छ यहाँहरूलाई गलेश्वर धाम मन्दिरमा। आज हामी गलेश्वर धाम जुन म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर 9मा अवस्थित रहेको छ, यसको भ्रमण गर्दैछौँ। हामी विद्यालय भ्रमणको क्रममा ऐतिहासिक एवं धार्मिक क्षेत्र भ्रमणको क्रममा आज 2082 पुस 15 गते मङ्गलबारको दिन गलेश्वर धाम प्रवेश गर्दैछौँ। नेपालकै एक पौराणिक र पर्यटकीय महत्त्व बोकेको पवित्र धार्मिक तीर्थस्थल मानिन्छ गलेश्वर धाम। गेटबाट सुरुमै प्रवेश गर्दा यहाँ 108 शिवलिङ्गहरू रहेका छन्, जहाँ भक्तालुजनहरूले तीर्थालुहरूले कालीगण्डकीको पवित्र जललाई यहाँ जलार्पण गर्ने गर्दछन्। मन्दिर परिसरमा 108 शिवलिङ्ग स्थापना गरिएका यी शिवलिङ्गहरू जलार्पण गर्दै भक्तालुहरूले आफ्नो मनोकांक्षा पूरा हुने अपेक्षा राख्दछन्। यो मन्दिर धर्मावलम्बीहरूले दोस्रो पशुपतिनाथ र मुक्तिनाथको प्रवेशद्वारका रूपमा समेत चिन्ने गर्दछन्। कालीगण्डकी नदीको किनारमा रहेको करिब 9 रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राशिला ढुङ्गामाथि यो भव्य मन्दिर अवस्थित छ। गलेश्वर धाम यातायातका साधनहरू मार्फत सजिलै पुग्न सकिन्छ। यसको पूर्वपट्टि कालीगण्डकी नदी बगेकी छिन् भने यो एउटै शिलामाथि गायत्री माताको मन्दिर, लक्ष्मीनारायण लगायतका मन्दिरहरू रहेका छन्। मन्दिरमा रहेको 9 रोपनीको एउटै विशाल चक्राशिलालाई भगवान शिवको साक्षात रूप मानिन्छ भनिन्छ। अनौठो कुरा के छ भने जतिसुकै खडेरी परे पनि यसको खाल्डो अर्थात् पोखरीमा रहेको पानी रहिरहन्छ अरे, र जति ठुलो वर्षा हुँदा पनि यहाँ लेउ लाग्दैन भन्ने सुनिन्छ। पोखरी कहिले नसुक्ने पोखरी, जति खडेरी लाग्दा पनि। यहाँ विभिन्न मन्दिरहरू रहेका छन्, लक्ष्मीनारायण, गायत्री माता, पशुपतिको मन्दिर, मन्दिरको पूर्वतर्फ नदीको किनारमा जडभरत गुफा रहेको छ। यो जडभरत गुफा हो। गलेश्वर धाम परिसरको मुख्य आकर्षण जडभरत गुफा हो। पौराणिक मान्यता अनुसार राजा ऋषभदेवका ज्येष्ठ पुत्र जडभरत, जसको नामबाट भारतवर्ष रहन गयो, उनैले सांसारिक सुख त्याग गरी यसै गुफामा बसेर घोर तपस्या गरेका थिए रे। यो गुफा प्राकृतिक रूपमै चट्टानभित्र बनेको छ। गुफाभित्र जडभरतको मूर्ति र प्राचीन पदचिन्हहरू देख्न सकिन्छ। ध्यान गर्ने र शान्ति खोज्नेहरूका लागि यो गुफा महत्त्वपूर्ण मान्न सकिन्छ। यसको धार्मिक महत्त्व पनि अचम्मको छ। गलेश्वर धामको धार्मिक महिमा हिन्दू शास्त्रहरूमा विशेष गरेर शिवपुराण र स्कन्द पुराण हिमवत खण्डमा विस्तृत रूपमा वर्णन गरेको पाइन्छ भनिन्छ।
पोखरी देख्दै हुनुहुन्छ जुन शिलामाथि रहेको छ। यो विशाल शिलामा पनि विभिन्न चित्रहरू देख्न सकिन्छ राम्रोसँग हेर्ने हो भने। सतीदेवीको गला पतन भएको स्थल मानिने यस गलेश्वर धाममा विशेष गरी सोमबार भजन कीर्तन पूजाआजा भव्य रूपमा हुने गर्दछ। सतीदेवीको गला पतन भएको यस ठाउँ पवित्र शक्तिपीठहरूमध्ये एक हो। गलेश्वर बाबा, सतीदेवी, कालीगण्डकी नदी, शालिग्रामको महत्त्व बोकेको यस गलेश्वर धामको भ्रमण यति नै। वास्तवमा यहाँ 2014 सालदेखि अखण्ड रूपमा बलिरहेको ज्योति छ भनिन्छ। आजको यस भ्रमण बारेमा यति नै। भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। हजुरको दिन शुभ रहोस्। जय पशुपति।